आज पनि म तपाईँलाई रुनुहोस् हाँस्नुहोस् स्वाद लागु गर्नुहोस् तर आफ्नो इमोसन चाहिँ नदबाउनुहोस् भन्न आएको है। त्यसमा म आफ्नो स्टोरी पनि एड गर्छु। म पनि पहिला एकदमै इमोसन दबाउने स्ट्रङ लेडी भन्नेवाला मान्छे थिएँ। म आफ्नो इमोसन एकदम दबाउने, मलाई रिस उठे पनि त्यति बेला चाहिँ रिसाउँथेँ, तर पिर पऱ्यो भने रुन हुन्न भन्ने थियो कि मनमा। रोएपछि एकदम रोएपछि चाहिँ एकदम कमजोर भन्छ भन्ने थियो। अब घरकी जेठी छोरी पनि समझदार छोरी भन्ने त्यो भएर हो कि खै के भयो। अनि त्यसपछि म एकदम समझदार छोरी हुन खोजेँ। अनि घरमा केही प्रब्लम आए पनि बरु अरूलाई सम्झाउने, त्याट रुन्छन् भनेर गाली गर्ने, तर आफू त पिर पऱ्यो भने नरुने, त्यस्तो खालको टाइपको मान्छे थिएँ। अनि त्यसपछि ब्याचलरको फर्स्ट इयरमा मैले आर्ट अफ लिभिङको एउटा कोर्स गरेँ। अनि त्यसमा पनि फेरि रिसाउनु हुन्न भनेर सिकायो। म त रिस पनि कन्ट्रोल गर्न थालेँ, फेरि जबरजस्ती एकदम रिस कन्ट्रोल गर्ने। त्यसपछि ब्याचलर लास्ट सेममा चाहिँ मलाई अब मेरो दबिएको इमोसन त थियो नि त। मलाई अब पिरै नगर्ने, मलाई रिसै नहुने भने त होइन। अनि दबिएको इमोसनहरू त थियो, म कहिल्यै रुन्थिनँ क्या। अनि त्यसपछि ब्याचलर लास्ट सेममा मलाई कसैले केही भन्यो, मलाई एकदमै ट्रिगर गर्यो त्यति बेला। अनि म यति रोएँ नि, त्यो भनिसाध्य छैन। लाइफको अहिलेसम्म नरोएको त्यही बेलामा निकालेँ जस्तो लाग्छ कि मलाई। म साथीसँग बस्थेँ, कति बेला साथी सुत्छेर म रुम्ला भनेर म कुरेर बस्थेँ क्या रुनको लागि। अनि म यति रोएँ, म रुममा पनि बस्न नसक्ने, खालि बाहिर जान मन लाग्ने, एक्लै बस्न मन लाग्ने, एक्लै जान मन लाग्ने, कसैको अनुहारै देख्न मन नलाग्ने, त्यस्तो भयो मलाई। अनि त्यसपछि म जबमा झापा गएँ। त्यसपछि चाहिँ मलाई बिस्तारै ठिक हुँदै गयो। अनि म रियलाइज पनि गर्न थालेँ कि होइन, रुन पर्दो रहेछ, आफ्नो इमोसन चाहिँ दबाउनु हुँदो रहेनछ भनेर। त्यसपछि म केही पिर पऱ्यो भने रुन पनि थालेँ। तर त्यो मेरो रुवाई चाहिँ के हुन्थ्यो भने, मलाई आज पिर पऱ्यो भने म आज राति रुन्थेँ, 2-3 घन्टा रुन्थेँ। अनि त्यो जान्थ्यो कि जे होस्, मलाई कुनै पनि कुराले 1-2 दिनभन्दा धेरै सताउन छोड्यो त्यसपछि। अनि रिस उठ्यो भने पनि म रिसाइहाल्थेँ। त्यस्तो कसैलाई नराम्रो चाहिँ भन्दिनँ, रिसाइहाल्ने। अनि सक्यो, मलाई रिसले पनि त्यसपछि खान छोड्यो, मलाई पिरले पनि खान छोड्यो भनौँ। म रिसाउँछु, पिर पनि मान्छु, एकदम पिर मान्छु, तर म एक दिन रुन्छु। अनि त्यो कुराले चाहिँ मलाई फेरि सताउन्न भनेको, मलाई पिरले पनि खान छोड्यो, रिसले पनि खान छोड्यो। अहिले म एकदम रुन्छु, एकदमै रुन्छु। तर एउटै कुरा सम्झेर खालि रुने, एउटै कुराले सताउने त्यस्तो चाहिँ छैन कमसेकम। त्यही भएर रुनुहोस् हाँस्नुहोस्, मजे गरौँ। थ्याङ्क यू।